हेलो गुड मर्निङ नमस्ते सेवा सम्पूर्ण फेसबुक साथीहरूलाई म मेरो आजको दिन सेयर गर्दैछु है हजुरहरू। टक्कसँगले 8 बजीसम्म सुतियो होइन, अनि उठ्दाखेरि त एकदम चिसो चिसो मौसम, पानी पुरा कस्तो बादल सरी हुसु लागेको दिन हेर्नुहोस् न यहाँ है यसरी। अनि अब यस्तो चिसोमा के गर्ने त भनेर मिटिङ बस्यौँ हामी है, घर परिवार टक्कसँगले मिटिङ बस्यो। के गर्ने कसो गर्ने, काम केही छैन। ल अब के गर्ने त उसो भयो भनेर चाहिँ हामी टक्कसँगले बच्चाहरूलाई पनि सोध्यौँ। अनि बच्चाहरूलाई सोद्धाखेरि मोमो खाने भनेर चाहिँ चिचायो होइन, मोमो खाने भन्छ। अनि त्यस पछाडि चाहिँ हामी बुढाबुढी लागेर चाहिँ यसरी इस्कुस ल्याएर पुरा होइन न्युटेला र इस्कुसको भेज मोमो एकदम मजाले ध्यान दिएर बनाउन थाल्यौँ। भने बच्चाहरूको लागि भनेर त्यति पिरो पनि अचारहरू बनाइएन, टक्क 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 बनाउनु थालियो है। बुढोले अचार बनाउनु भयो, म किमा बनायो। यसरी चाहिँ हातमाले दुईजना गरेर चाहिँ हामीले आज बिहानको चाहिँ हाम्रो नास्ता नबनाऊ खाना मोमो लियौँ हामीले, बनाइसकियो। अनि जाडो बढ्छ नि त, जाडो बढेको छ, त्यही भएर हामी चाहिँ एकदमसँगले तातो शरीर बनाउनको लागि चाहिँ खुब जाँगर चलाएर हामी चाहिँ मस्किरहेका छौँ। अन्त यसरी गोलो बनाएर बिहानै त्यस्तो राम्रो भएन, किनभने पिठो चाहिँ अब अलि धेरै चाहिँ गरेर राखेको राम्रो नि त। धेरै बेर जस्तै 1-2 घन्टा चाहिँ डो बनाएर राख्यो भने चाहिँ पाक्छ, अलि मजाले राम्रो बन्छ होइन। तर मैले चाहिँ अब अहिले कहिले हाम्रो चाहिँ योजना भएर चाहिँ गऱ्यौँ, छिटो छिटो गर्ने हुनाले अलिकति राम्रो भएन, मोमोको सेप चाहिँ राम्रो आएन त। त्यही भएर मैले चाहिँ अब अनि गोलो बनाउन लागेँ है। मोमो चाहिँ त्यो राम्रो भएन त, सेप राम्रो निस्केन, त्यही भएर गोलो 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 खालको मोमो बनाउनु थाल्यौँ। के गर्नु, चिसो मौसम छ है, शरीरलाई तातो तातो बनाउनु होला। हजुरहरू पनि एकदमसँगले स्वस्थ रहनको लागि चिसोमा आफ्नो ख्याल धेरै गर्नु होला। पुरा चिसो बढेको छ हाम्रोतिर चाहिँ, एकदमै डरमर्दो पनि भइरहेको छ। अस्तिको पोहोरको याद आउँछ क्या, पुरा पोहोर चाहिँ के भएको थियो नि त, असोज 12 गते यत्र पहिरोहरू गयो, ठुलो ठुलो यतातिर बिजय गर्यो है। अनि अस्ति अब यही साल पनि त इलामतिर पनि निकै घटनाहरू घटायो, धेरै क्षति गर्यो जनधन, अनि डर पनि लाग्छ। त्यही भएर तातो तातो खाने हो बस्ने हो भने गर्न थाल्यो है त्यो साथीहरू। ल मलाई मोमो बनाउन सहयोग गर्नुहुने मेरो पतिदेवलाई धन्यवाद, अनि बेबीहरूलाई पनि धेरै धेरै धन्यवाद खाएर सहयोग गरेकोमा है त। बाई, ह्याभ अ गुड डे। सबैजनालाई राम्ररी आफ्नो केयर गरेर बस्नु होला, स्वस्थ रहनु होला, व्यस्त रहनु होला। मोमो कस्तो छ, भिडियोमा भेटौँला। दामी छ। सानो गुड्डु, ओ सानो बाबु यस्तो हेरौँ नानी। सुचप मोमो कस्तो छ? ए स्वप्निल मिठो छ, हातले गर मरद छ त नि भइका। धेरै दिन पछाडि खाएको मिठो छ। मिठो छ सरु। यस, मोमो कस्तो छ? ओहो, बनाउने मान्छे हो नि त हामी। म पनि आफै खान्छु है त। टेस्टी छ। ओके, थ्याङ्क यू बुढी, मिठो मोमो बनाएर खुवाएकोमा।